अरे बाप रे बा, कति धेरै पैसा के का लागि बोक्नु भएको? यति जाबो पैसा त अब खाजा साजा खानु पर्यो भनेर बोकेको नि मुन्नीजी। बाइ द वे, अन द वे, यो चाहिँ मेरो एक दिनको पकेट खर्च हो। पैसा त मेरा लागि मकैको खोस्टासरी हो नि मुन्नीजी। यतै पैसा उतै पैसा, बिहान ढोकाबाट निस्किँदाखेरि एकदमसँगले 4-5 बिटा त खसिरहेका थिए। खासै वास्ता मतलब चाहिँ हुँदैन क्या मलाई पैसाको। हुने खानेको छोरो परियो नि त यहाँनेरि। गाउँका आवारा केटाहरू जस्तो एक कप चिया खाएको पैसा पनि गर्लफ्रेन्डलाई तिर्याउने खालको मान्छे म होइन। मेरा घरमा कुनै पनि माग्ने आयो भने कम्तीमा पनि 50,000, होइन भने 1 लाखको बिटै दिएर एकदमसँगले पठाउने चलन। ए हजुर, म गरिब मान्छे, मेरो एउटा किडनी पनि खराब छ, केही आर्थिक सहयोग गर्नु पर्यो। बिचारा, उहाँलाई सहयोग गर्नुस् न। भइहाल्छ नि मुन्नीजी। ल गरी खानु। हजुरको जय होस्। राम राम राम, 1 लाखकै बिटो पो हिँडो त। को मान्छे हो, यसको घर पत्ता नलगाइसम्म एकदमसँगले भएन नि त। यसरी माग्नेहरूलाई आर्थिक सहयोग गर्न पाउँदा मलाई चाहिँ एकदमसँगले खुसी लागेर आउँछ क्या मुन्नीजी। अब जानु पर्छ। त्यस्ता खल्तीमा 10 रुपियाँ पनि नहुने भुक्काको गर्लफ्रेन्ड भन्नुभन्दा त माग्नेलाई नै 1 लाख दिनेलाई बोयफ्रेन्ड बनाउन पाए पो। हतार छैन भने कतै गएर कफी पिएर अनि पो मिलतिर जाने हो कि? हुन्छ नि त, पहिला मिलमा गएर पोको छोडौँ, त्यसपछि सँगै कफी पिउँला। हस्।